धेरै धन्यवाद भएको होस्। आज तपाईहरु सबैजना प्रभुको उपस्थितिमा हुनुहुन्छ अनि हामी उहाँको आराधनामा परमेश्वरलाई महिमा गरिरहेका थियौं। उहाँको उपस्थिति एकदम भरपूर रूपमा हामीले महसुस गरिरहेका थियौं। प्रभुलाई महिमा भएको होस्। म आज तपाईहरुको बीचमा एउटा एकदम गम्भीर विषयमा बोल्न गइरहेको छु। हुन त प्रभुको वचन जहिले पनि एकदम सत्य अनि क्रियाशील छ अनि तरै पनि आजको विषय चाहिँ अलिकति तपाईले सुनेको भन्दा अलि फरक हुन सक्छ। मैले धेरै अगाडि दुई चारवटा चर्चमा मैले अगाडि नै बोलिसकेको छु, तर आज पनि फेरि यो विषयमा म तपाईहरुसँग प्रभुको वचनबाट केही कुराहरू शेयर गर्ने छु। आजको विषय चाहिँ छ संसारले किन ईसाईहरूलाई अर्थात् विश्वासीहरूलाई घृणा गर्छ। इंग्लिशमा यस्तो लेखेको छ, Why the world hates Christian or believers? किन संसारले चाहिँ हामी विश्वासीलाई घृणा गर्छ। आज यो विषयमा हामी प्रभुको वचनबाट हेर्नेछौँ अनि धेरै कुराहरू सिक्नेछौँ। आउनुहोस् ढिलो नगरिकन तपाईले यूहन्ना 15 अध्यायमा आउनुहोस्। यूहन्ना आज म 15 को 18 देखि 25 सम्म बाट केही कुराहरू म बोल्ने छु र कतिवटा म कारणहरू भन्छु किन आज तपाईलाई कतिचोटि अप्ठ्यारो लाग्छ होला, यसो सोच्नुहुन्छ होला एक्लै बसेको बेलामा मलाई मेरै परिवारले हेप्छ, मलाई मेरै परिवारले घृणा गर्छ, मलाई मेरो समाजले घृणा गर्छ भनेर तपाईलाई कहिलेकाहीँ त्यस्तो लाग्छ होला। मलाई पनि पहिला धेरै त्यस्तो लाग्थ्यो। अझै तपाईहरु एकदम सुरुवातको विश्वासीहरूले त यो धेरै भोग्नु भएको छ। मलाई हाम्रो पास्टर गुरुबा यहाँ पास्टर जेबी जेम्स हुनुहुन्छ हाम्रो दाजु, उहाँले 12 वर्षदेखि मैले ख्रिस्टलाई अपनाएको अनि म ख्रिस्टको लागि धेरै सताइएको छु भनेर उहाँले धेरैचोटि मलाई भन्नुभएको छ। त्यो कुराले मलाई धेरै टच गर्छ, छुन्छ। अनि त्यस्तै आज हामी धेरै मानिसहरू छौँ। आज विश्वासीहरूलाई कहिलेकाहीँ लाग्छ होला आज हामी प्रभु येशूलाई मात्रै हामीले स्वीकार गरेको त, उहाँलाई मात्रै अँगालेको त, हामीलाई किन मानिसहरूले घृणा गर्छन्, किन सताउँछन्। तपाईलाई हिजो राम्रो भनिरहेका हुन्थे, जब तपाईले प्रभु येशूलाई स्वीकार्नुभयो तपाईलाई अर्कै दृष्टिले हेर्छन्। हामीले भलो के एकदम ठुलो नराम्रो काम गरे जस्तो उनीहरूले त्यसरी सोच्छन् हामीलाई। आज किन विश्वासीलाई, किन क्रिस्चियनलाई आज यो संसारले हेला गर्छ, घृणा गर्छ भन्ने विषयमा आज हामी हेर्नेछौँ। यूहन्ना 15 को 18 देखि 25 सम्म हेर्नेछौँ। तर त्योभन्दा अगाडि म तपाईहरुलाई के कुरा प्रभुको वचनबाट यहाँ भन्न चाहन्छु। यहाँ यस्तो लेखेको छ, पहिलो यूहन्ना 3 को 13 मा यस्तो लेखेको छ, भाइ हो संसारले तिमीहरूलाई घृणा गर्दा अचम्म नमाना। के नमाना? अचम्म नमाना। संसारले तिमीलाई घृणा गर्छ तर के गर्नु तिमीहरूले? अचम्म नमाना। इंग्लिशमा यस्तो लेखेको छ, डु नट बी सरप्राइज my brothers and sisters if the world hates you. यदि संसारले तिमीलाई घृणा गर्यो भने प्रिय दाजुभाइ दिदीबहिनीहरू तपाईं सरप्राइज नहुनुहोस्, अचम्म नमान्नुहोस्। अगाडि यसरी लेखेको छ, यहाँ धन्य धार्मिकताको निम्ति सताइनेहरू किनभने स्वर्गको राज्य तिनीहरूको हो। धन्य हौ तिमीहरू जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउनेछन् र झुटो बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्नेछन्। अनि फेरि यहाँनिर अगाडि भन्छ, तब रमाऊ। के गर्ने? तब रमाऊ र अत्यन्त खुसी हौ किनभने स्वर्गमा तिमीहरूको इनाम ठुलो हुनेछ। किनभने यसरी नै तिमीहरू भन्दा अघिका अगमभक्तहरूलाई तिनीहरूले सताएका थिए। मत्ती 5 को 10 देखि 12। येशू ख्रीष्ट आफैले भन्नुभयो, जब तिमीहरूलाई मानिसहरूले सताउँछन् के भन्नुभयो उहाँले? धन्य हौ तिमीहरू जब मानिसहरूले मेरो खातिर, येशूको खातिर हामीलाई सताउँछन्, त्यतिखेर चाहिँ हामी चाहिँ के भनेछ यहाँ, सब किसिमका खराबहरू भन्ने छन् तर रमाऊ, अत्यन्तै खुसी हौ किनभने हाम्रो लागि चाहिँ के छ? स्वर्गमा ठुलो इनाम छ। त्यही भएर पनि हामी के अचम्म नमान्नु। मैले तपाईको नाम भने पनि तपाईलाई सबै यसले मेरै कुरा गर्दैछ भन्नुहुन्छ। यो हामीसँग एकदम सान्दर्भिक छ। हामीले जब प्रभु येशू ख्रीष्टलाई पायौं नि, हामीलाई मान्छेले अलिअलि बोले तापनि, बोक्रै बोले तापनि हामीलाई काहीँ न काहीँबाट हामीलाई घृणा गरिरहेको हुन्छ।
तर एउटा घृणा चाहिँ हामी विश्वासीलाई चाहिँ गर्नु हुँदैन। यदि त्यो गर्यो भने त्यो पनि विश्वासी कहलाइनको लागि योग्यको हुँदैन। हामीलाई संसारले घृणा गर्छ, तर हाम्रै आफ्नै दाजुभाइले, हाम्रै आफ्नै विश्वासी दाजुभाइहरूले पनि घृणा गर्नुभयो भने त्यतिखेर चाहिँ हामी बुझ्न सक्छौँ यिनीहरू चाहिँ ख्रिस्टमा हाम्रो आफ्नो आफन्त अथवा एउटै परिवार होइन रहेछ भन्ने कुरो पनि हामीले त्यसमा बुझ्न सक्छौँ। यहाँनिर दोस्रो तिमोथी 3:12 यस्तो लेखेको छ, ख्रिस्ट येशूमा भक्ति साथ जीवन बिताउन इच्छा गर्नेहरू सबैजना सतावटमा पर्नेछन्। तपाईँहरू भक्ति साथ असल विश्वासी हुन चाहनुहुन्छ नि, बाइबलले हामीलाई के भन्छ? दोस्रो तिमोथी 3:12 ख्रिस्ट येशूमा भक्ति साथ जीवन बिताउन इच्छा गर्नेहरू सबैजना, एउटा पनि छोडिँदैन, सबैजना केमा पर्छ? सतावटमा पर्ने नै छन्, पर्नेछ। अस्ति मैले यहाँ बर्थडेको बारेमा या के भन्छ अर्को संस्थाको दाजुभाइहरूले मनाउँदै गर्दा उहाँहरूले बर्थडे मनाउनु हुँदैन भन्ने सन्दर्भमा दुईवटा कुरा भन्दै हुनुहुन्थ्यो, तर म अर्को कुरा चाहिँ भन्दिनँ, एउटा कुरा चाहिँ भन्छु। त्यहाँ उहाँहरूले भन्दै हुनुहुन्थ्यो बप्तिस्मा दिने यूहन्नाको टाउको काटिएको छ, बप्तिस्मा के अरे बर्थडे सेलिब्रेट गरेको कारणले चाहिँ उहाँ यूहन्नाको शिर काटिएको छ भनेर उहाँले त्यसरी बताउँदै हुनुहुन्थ्यो। तर कुरा त्यहाँ आएन प्रियहरू। मजाको कुरा चाहिँ के छ भने यूहन्ना बप्तिस्मा दिने यूहन्नाको शिर चाहिँ यसकारण काट्यो, उसले चाहिँ सत्यको कुरा बोलेको कारणले, उसले चाहिँ तिमीले त्यो भाइको पत्नी राख्न मिल्दैन भनेको कारणले। अनि कहिले हुन्छ ती स्त्री जसको विरुद्धमा यूहन्ना बप्तिस्मा दिने यूहन्नाले बोलेका थिए, त्यो स्त्रीले मौका छोपिरहेको थिइन्, त्यही मौकामा उसले छोरी नाचेको, त्यो बर्थडेमा छोरी नाचेको उसमा के उपहार दिउँ भनेर माग्दाखेरि त्यतिखेर उसको शिर काटिएको हुन्छ। तर बर्थडे सेलिब्रेट गरेर होइन, तर येशू ख्रिस्टको वचन परमेश्वरको सत्य कुरो बोल्दाखेरि उसको शिर काटिएको। अनि यो चाहिँ कमन थिङ हो, हामी सबै विश्वासीले यो भएर जानुपर्छ। यो सुन्दै गर्दा तपाईँलाई अचम्म लाग्न सक्छ होला। म यूहन्ना 15:18 देखि अगाडि तपाईँहरू सबैको लागि पाठ गर्नेछु। यस्तो लेखेको छ, यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने तिमीहरू जान कि तिमीहरूलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको हो। 19 यदि तिमीहरू यस संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफन्त ठानी माया गर्ने थियो, तर तिमीहरू यस संसारका होइनौ, तिमीहरूलाई संसारबाट मैले चुने, यसै कारण संसारले तिमीहरूलाई घृणा गर्दछ। 20 मैले तिमीहरूलाई भनेको वचन याद राख, नोकर घरको मालिक भन्दा ठुलो हुँदैन। तिनीहरूले मलाई सताए भने तिनीहरूलाई पनि सताउने छन्, तिनीहरूले मेरा वचन पालन गरे भने तिनीहरूको वचन पनि पालन गर्नेछन्। 21 तर तिनीहरूले यी सब कुरा मेरो नाउँको खातिर तिमीहरूलाई गर्नेछन्, किनभने तिनीहरूले मलाई पठाउनु हुनेलाई चिन्दैनन्। 22 म नआएको भए र तिनीहरूलाई नबताएको भए तिनीहरू पापको दोषी हुने थिएनन्, तर अब त आफ्ना पापको निम्ति तिनीहरूसँग केही बहाना छैन। जसले मलाई घृणा गर्दछ त्यसले मेरा पितालाई पनि घृणा गर्दछ। 24 यदि अरू कसैले नगरेको काम मैले तिमीहरूको बीचमा नगरेको भए तिनीहरू पापको दोषी हुने थिएनन्, तर अब तिनीहरूले मलाई र मेरा पिता दुवैलाई देखेका छन् र घृणा गरेका छन्। 25 तर व्यवस्थामा लेखिएको यो वचन पूरा हुनलाई यो भएको थियो, तिनीहरूले मलाई बिना कारण घृणा गरे। आमेन। यसमा एमेन भन्नु त त्यति सुहाउँदैन, तर ख्रिस्ट येशूको हिसाबमा उहाँलाई सबै कुरो थाहा थियो यो यस्तो हुन्छ भनेर। अनि हामीले यो पाठ गरेको छौँ। हामी 3-4 कुरा मेन कुराहरू यहाँबाट आज हामी सिक्नेछौँ। पहिलो नम्बर, किन यो संसारले तपाईँ विश्वास गरेपछि तपाईँलाई पछि लाग्छन्, तपाईँलाई हेर्छन्, तपाईँलाई बोल्छन्, तर उनीहरूको मन चाहिँ हामी प्रति राम्रो हुँदैन, उनीहरूले हामीलाई सताउँछन्। पहिलो नम्बर, यहाँ संसारले विश्वासीहरू अर्थात् क्रिस्चियनहरूलाई यसकारण घृणा गर्छन् कि तिनीहरूले ख्रिस्ट येशूलाई घृणा गर्दछन्। पहिलो नम्बर चाहिँ उनीहरूले हामीलाई घृणा गर्नुको कारण चाहिँ पहिलो नम्बर के हो? उनीहरूले ख्रिस्टलाई घृणा गर्छन्।
उनीहरूले ख्रीष्टलाई घृणा गरेको कारणले चाहिँ उनीहरूले हामीलाई घृणा गर्छन्, किनभने हामी चाहिँ ख्रीष्ट येशूलाई बोकेर हिँड्ने मान्छे हो। उनीहरूले जब पनि हामीलाई हेर्छन् यो मान्छे चाहिँ विश्वासी हो, यो मान्छे चाहिँ क्रिस्चियन हो, यो मान्छेको भित्र चाहिँ ख्रीष्ट हुनुहुन्छ भनेर उनीहरूले हामीलाई पहिलो नम्बर घृणा गर्छन्, येशू ख्रीष्टलाई घृणा गर्छन्। अनि हामीले उहाँलाई जब स्वीकार गरेपछि उनीहरूले हामीलाई पहिलो नम्बर चाहिँ घृणा गर्छन्। यो चाहिँ युहन्ना 15:18 तपाईँले पाउनुहुन्छ। अब किन ख्रीष्ट येशूलाई घृणा गर्छन् संसारले, यो बारेमा अलिकति जान्नु तपाईँले र मैले आवश्यक छ। किन येशू ख्रीष्टलाई यो संसारले घृणा गर्छन्? तपाईँले युहन्ना 7:7 गएर पढ्नुभयो भने यहाँ यस्तो लेखेको छ, संसारले तिनीहरूलाई घृणा गर्न सक्दैनन् तर मलाई त घृणा गर्दछ, किनकि संसारको विषयमा त्यसका कामहरू दुष्ट छन् भनी म गवाई दिन्छु। पहिलो नम्बर येशू ख्रीष्टलाई किन संसारले घृणा गर्छन्? किनभने येशू ख्रीष्टले यो संसारको पापको बारेमा, दुष्टको बारेमा, नराम्रो यो तिमीहरूले गरिरहेको कुराको बारेमा उहाँले चाहिँ के गर्नुभयो? भन्नुभयो। जब यो कुरा भनिन्छ नि अनि चाहिँ मानिसले घृणा गर्छ। येशू ख्रीष्टलाई घृणा गर्नुको कारण चाहिँ, मुख्य कारण चाहिँ युहन्ना 7:7 लेखेको छ। येशू ख्रीष्टले भन्नुभयो संसारको विषयमा त्यसका कामहरू दुष्ट छन्, पापी छन्, नराम्रो छन् भनी मैले भनेको कारणले यिनीहरूले मलाई घृणा गर्छन्। अनि जब हामीले ख्रीष्ट येशूको त्यही वचनलाई पालन गर्छौँ, त्यही वचनलाई हामी प्रचार गर्न थाल्छौँ, त्यहाँदेखि हामीलाई पछि लाग्न थाल्छन्, हामीलाई घृणा गर्न थाल्छन्। दोस्रो, यहाँनिर युहन्ना 3:19 20 लेखेको छ, फैसला चाहिँ यही हो, ज्योति संसारमा आएको छ र मानिसहरूले ज्योति भन्दा बरु अन्धकारलाई रुचाए। ज्योतिलाई भन्दा केलाई रुचाए? मानिसहरूले अन्धकारलाई रुचाए। अनि अगाडि यो चाहिँ तपाईँले युहन्ना 3:19 20 पढ्न पाउनुहुन्छ है त। रुचाए किनकि तिनीहरूका काम दुष्ट थिए। तिनीहरूको काम के थिए? दुष्ट थिए। किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई के गर्छ? घृणा गर्छ। येशू ख्रीष्टलाई किन घृणा गरेको रहेछ? बुझ्दै हुनुहुन्छ नि? किनकि तिनीहरूको काम के थियो? दुष्ट थियो, घृणित थियो। अनि यहाँ अगाडि भन्छ किनभने दुष्ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ र ज्योतिमा आउँदैन, नत्र त त्यसका काम प्रकट हुनेछन्। अब हेर्नुहोस् है, यहाँ अन्धकार र ज्योतिको कुरा छ। येशू ख्रीष्ट यो संसारको ज्योति हुनुहुन्छ। उहाँ एसियाको मात्रै होइन, अमेरिकाको मात्रै होइन, इजरायलको मात्रै ज्योति होइन, येशू ख्रीष्ट चाहिँ सारा संसारको ज्योति हुनुहुन्छ। अनि यहाँ अन्धकार छ, यहाँ ज्योति छ। अनि त्यो अन्धकार त ज्योतिमा आएपछि त के हुन्छ? देखिन्छ नि त सबै कुरो। त्यही भएर पनि येशू ख्रीष्टलाई मानिसहरूले घृणा गर्छन्, मन पराउँदैनन्। अनि उहाँको फलोवर्स, हामी उहाँको पछि लाग्ने विश्वासीलाई पनि मानिसहरूले मन नपराउनु, घृणा गर्नुको कारण त्यो पनि हो। 21 नि पढ्नुभयो भने तपाईँले त्यहाँ मिठा कुराहरू पाउनुहुन्छ, तर म पढ्ने छैन। अनि अर्को कारण, कसैले मत्ती 9:10 खोल्नुहोस् त, अनि लुका 15:1 र 2 भेट्नुभयो भने सर पढिदिनुहोस् त। छिटो छिटो छिटो, हाम्रो दिदीले छिटो भेट्नुहुन्थ्यो त। 10 उहाँ खाना बस्नु भएको बेला धेरैजना कर उठाउनेहरू र पापीहरू आएर येशू र उहाँका चेलाहरूसँग खाना बसे। फेरि एकचोटि पढ्नुहोस्, रोक्दै पढ्नुहोस्। उहाँ खाना बस्नु भएको बेला धेरैजना कर उठाउनेहरू र पापीहरू आएर येशू र उहाँका चेलाहरूसँग खाना बसे। हेर्नुहोस् त, कर उठाउने र पापीहरू चाहिँ कहाँ आए? अहिले येशूको छेउमा आए। कसैले लुका 15:1 र 2 पनि रेडी पारिदिइराख्नुहोस् है। येशूको छेउमा आएर के गर्नुहुन्छ? खाना पो बसे। अरू मानिसहरूले पापीलाई, कर उठाउने मानिसहरूलाई घृण ठान्छन्, उनीहरूलाई आउन दिँदैनन्। तर येशू ख्रीष्टले के गर्दै हुनुहुन्छ? यहाँ आऊ खाना खानु पो समय बसिरहनु भएको छ येशू ख्रीष्ट। कसैले पढ्नुहोस् त लुका 15:1 र 2। कर उठाउनेहरू र पापीहरू सबै उहाँको वचन सुन्न उहाँको नजिक
आइरहेका थिए। हेर्नुहोस् त, कर उठाउने र पापीहरू चाहिँ उहाँको वचन सुन्न नजिक आएका थिए। यसोले नआउ नआउ तिमीहरू पापी भन्नु भएन। उहाँले के भन्नुभयो? उहाँले वचन सुनाउनु थाल्नुभयो। तपाईँले त्यही मत्ती 9:10 देखि अगाडि 13 पढ्नुभयो भने नि यसोले त्यहाँ मिठा मिठा कुराहरू भन्नुभएको छ। म त्यहाँ जाने छैन। अर्को कुरो, येशू ख्रीष्टलाई मानिसहरूले घृणा गर्नुको कारण चाहिँ के हो भने येशूले पापीलाई के गर्नुहुन्छ? प्रेम गर्नुहुन्छ। पढ्नुहोस् त 13 पनि, मत्ती 9:13 पनि अघिकै ठाउँमा। मैले तपाईँलाई वचन चाहिँ यसकारण दिइरहेको छु ताकि तपाईँहरूले नोट गरेर घरमा पनि गएर पढ्न सक्नुहुन्छ। हालेलुया। पढ्नुहोस् त। 13मा तर गएर यसको अर्थ के हो तिमीहरू सिक। म बलिदान होइन दया चाहन्छु। म बलिदान होइन के चाहन्छु? दया चाहन्छु। अगाडि किनकि म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आए। हालेलुया। धर्मीहरूलाई के को आवश्यक छ? धर्मी त अलरेडी धर्मी छ होइन? उहाँले भन्नुभयो, के भन्नुभयो फेरि एकचोटि? म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आए। हालेलुया। येशू ख्रीष्टले पापीलाई प्रेम गर्नुहुन्छ, वास्ता गर्नुहुन्छ, माया गर्नुहुन्छ, तर पापलाई घृणा गर्नुहुन्छ। तर अरू मानिसहरूले चाहिँ पापीलाई पनि घृणा गर्छन्, कर उठाउनेलाई पनि घृणा गर्छन्। अनि त्यहाँ अगाडि तपाईँले गएर पढ्नुभयो भने यो मान्छेले चाहिँ महत्त्व गरेको छ, यो मान्छेले त सबै पापीहरूलाई स्वीकारिरहेको छ भनेर त्यहाँ लेखेको छ। येशू ख्रीष्टलाई मानिसहरूले मन नपराउनुको कारण चाहिँ येशूले यो संसारका पापीहरूलाई, घिनलाग्दा व्यक्तिहरूलाई सबैलाई प्रेम गर्नुहुन्छ। हालेलुया। त्यही भएर पनि यो संसारले येशू ख्रीष्टलाई मन पराउँदैन, घृणा गर्छ। अनि येशू ख्रीष्टलाई घृणा गरेको कारणले तपाईँलाई र मलाई पनि मानिसहरूले के गर्छन्? घृणा गर्छन्। द वर्ल्ड हेट्स क्राइस्ट एन्ड क्रिस्चियन्स बिकज क्राइस्ट रिभिल्स सिन। ख्रिस्टले चाहिँ उनीहरूको पापलाई देखाइदिनुहुन्छ। त्यही भएर पनि ख्रिस्टलाई र क्रिस्चियनहरूलाई, विश्वासीहरूलाई संसारले हामीलाई के गर्छ? घृणा गर्छ। तपाईँले त्यही युहन्ना 15:22-25 गएर पढ्नुभयो भने पाउनुहुन्छ। युहन्ना 16:8 गएर पढ्नुभयो भने पनि त्यही कुरा पाउनुहुन्छ। अनि उनीहरूले विश्वासीले यसकारण घृणा गर्छन् किनभने त्यही सन्देश आज मानिस जातिलाई विश्वासीहरूले सुनाउँछन्। तपाईँले बाटोमा लडिरहेको अथवा त्यो निशा भाङ गरिरहेको मानिसलाई गएर तिमीले यस्तो गर्नु हुँदैन, उसो गर्नु हुँदैन भन्यो भने त्यो मान्छे उल्टै नि खोज्छ तपाईँसँग। तपाईँले खाइरहेको छ उसलाई राम्रो गरेर भनिदिनु भयो भने कति खुसी हुन्छ। तर जब त्यो कुरो छोडेर, सबै कुरा छोडेर अब म राम्रो हुन्छु प्रभुमा भनेर मान्छे सुध्रेर राम्रो भएर हिँड्दै गर्दा त्यही मान्छेको विरोध गर्न थाल्छन्। त्यो राम्रो भयो भने त कति खुसी हुनु नि मान्छेहरू। हिजो जाँड रक्सी खाएर नालामा सुत्नेहरू आज जीवन परिवर्तन भएर प्रभु येशू ख्रीष्टलाई पाएर उनीहरूले प्रभुको सन्देश, सुसन्देश सुनाइरहेको छ। यस्तो गर्नु पाप हो, यस्तो गर्नु राम्रो होइन भनेर उनीहरूले भनिरहेको हुन्छ। त्यस्तो मानिसहरूको विरोध गर्छ। त्यो कसले? संसारले हाम्रो विरोध गर्छ, घृणा गर्छ। हालेलुया। नम्बर 2, यो संसारले विश्वासीहरूलाई यसकारण पनि घृणा गर्दछ किनभने हामी यस संसारका होइनौँ। 15:19 हेर्नुहोस् त, त्यहाँ के लेखेको छ? युहन्ना 15:19 यदि तिमीहरू यस संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफ्नो आफन्त ठानी माया गर्ने थियो, तर तिमीहरू यस संसारका होइनौ। हामी यस संसारका होइनौ। त्यही भएर हामीलाई मानिसहरूले देख्नै सक्दैन। हामी एक दिन स्वदेश फर्किन्छौँ। हामी तपाईँहरू सबैलाई थाहा छ तपाईँ एक दिन यो पृथ्वी छोडेर जानुहुन्छ। तर कहाँ जानुहुन्छ भनी तपाईँलाई त्यो चाहिँ थाहा हुनुपर्छ। त्यो जाने ठाउँको बारेमा चाहिँ येशू ख्रीष्टले मात्रै भन्नुभएको छ। अनि हामी यस संसारका होइनौँ, त्यही कारणले हामीलाई मान्छेहरूले घृणा गर्छन्। तेस्रो नम्बर, तिमीहरूलाई संसारबाट मैले चुने, यसै कारण संसारले तिमीहरूलाई
घृणा गर्दछ। त्यही 15 को अन्तिममा हेर्नुहोस् त, 15 को 19 को अन्तिममा, तिमीहरूलाई संसारबाट मैले चुने, यसै कारण संसारले के गर्छ? तिमीहरूलाई घृणा गर्छ। उहाँले हामीले चुन्नु हो नि त। अब यो चुन्नु भयो भन्दाखेरि यो स्पेसियल कलिङ होइन। उहाँले सबैजनालाई प्रेम गर्नुहुन्छ, सबैजनालाई वास्ता गर्नुहुन्छ। त्यो प्रेम चाहिँ संसारको लागि हो। तपाईँले युहन्ना 3 को 16 मा गएर पढ्नुभयो भने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो। कसलाई गर्नुभयो? संसारलाई। संसारलाई भनेको चाहिँ संसारका सबै मानिसहरूलाई प्रेम गर्नुभयो। उहाँको प्रेम कसैलाई छुट्याएको छैन। तर जसले उहाँको प्रेमलाई रेस्पोन्ड गर्छ, त्यसलाई स्वीकार्छ, लिन्छ, त्यो व्यक्तिहरूको कुरा चाहिँ आज हामी यहाँ गरिरहेका छौँ। अनि उहाँले चाहिँ हामीलाई के गर्नुभयो? चुन्नुभयो। त्यही उहाँले चुनेको कारणले चाहिँ आज हामीलाई संसारले के गर्छ? घृणा गर्छ। चौथो नम्बर, तिनीहरूले यसकारण घृणा गर्छन् कि तिनीहरूले परमेश्वरलाई अर्थात् उहाँलाई पठाउनु हुनेलाई चिन्दैनन्। 15 को 21 मा पढ्नुहोस् त। यस्तो लेखेको छ, तर तिनीहरूले यी सब कुरा मेरो नाउँको खातिर तिमीहरूलाई गर्नेछन्, किनभने तिनीहरूले मलाई पठाउने हुनेलाई चिन्दैनन्। हामीलाई घृणा गर्नुको चौथो कारण चाहिँ के हो? किनभने परमेश्वरलाई उनीहरूले चिन्दैनन्। यदि उनीहरूले परमेश्वरलाई चिनेको भए, यदि उनीहरूले प्रभु येशू ख्रीष्टको वचनलाई स्वीकार गरेको भए, हामीलाई घृणा गर्ने थिएनन्। उनीहरूले के सोच्ने थिए? आज म म गुरुबाकै कुरा गर्छु, उहाँ मेरो छेउमा हुनुहुन्छ, म पास्टर डेभिड जेम्सको कहिले पनि विरोध गर्न सक्दिनँ, किनभने उहाँ मेरो प्रिय व्यक्ति हुनुहुन्छ। तपाईँ प्रत्येकको म विरोध घृणा गर्न सक्दिनँ। तपाईँहरू ख्रीष्ट येशूले चुनेको व्यक्तिहरू हुनुहुन्छ, न संसारको म गर्न सक्छु। किनभने मैले कसलाई चिने? परमेश्वरलाई चिने। परमेश्वरलाई चिनेको व्यक्तिले कहिले पनि घृणा गर्दैन। यही कुरा येशू ख्रीष्टले हामीलाई सिकाइरहनु भएको छ युहन्ना 15 अध्यायमा। हालेलुया। तपाईँले प्रेरित पावलको जीवनमा हेर्नुभयो भने, मलाई तपाईँले, म आदरणीय हाम्रो गुरुबा पास्टर डेभिड जेम्सलाई फिलिपी 3 को 5 देखि 6 र यता शिला दिदीलाई 2 कोरिन्थी 11 को 23 मा खोलिराख्नको लागि म अनुरोध गर्न चाहन्छु। फिलिपी 3 को 5 देखि 6 गुरुबाले, अनि दिदीले प्रेरित 26 को 9 देखि 11 रेडी पारेर राख्नु होला। म वचन चाहिँ यसकारण खोल्छु कि तपाईँहरूले यसले कहाँबाट बोलेको रहेछ भनेर बुझ्नुहुन्छ भनेर म प्रयास गरिरहेको छु। हालेलुया। अब यतिसम्म सोफार हामी यहाँ आएर बुझ्यौँ हामीलाई किन घृणा गर्दो रहेछन् मानिसहरूले, संसारका मानिसहरूले भन्ने कुरा हामीले छर्लङ्ग बुझिसक्यौँ। अब हामी के कुरा बुझ्नेछौँ? प्रेरित पावल उहाँ यस्तो व्यक्ति हुनुहुन्थ्यो, यस्तो व्यक्ति हुनुहुन्थ्यो उहाँ। पढ्नुहोस् त गुरुबा, 5 देखि 6। 8औं दिनमा मेरो खतना भएको हो। हजुर हजुर हजुर। म इजरायल जातिको बिन्यामिन कुलको हुँ, हिब्रूको पनि हिब्रू। व्यवस्थाको विषयमा हो भने म एक फरिसी, जोसको विषयमा हो भने मण्डलीलाई सताउने, धार्मिकताको विषयमा हो भने व्यवस्थामा भएको धार्मिकता बमोजिम निष्कोट ठहरिएको हुँ। तर जति कुरा मेरो निम्ति लाभदायक थिए, के त मैले ख्रीष्टको खातिर हानि नै ठाने। साँच्चै भन्ने हो भने ख्रीष्ट येशू मेरा प्रभुलाई चिन्न पाउने अमूल्य कुराको तुलनामा सबै कुरालाई म हानि नै ठान्दछु। ख्रीष्टलाई प्राप्त गर्न सकु भनेर